हेलो साथी हो, मैले कोदाको रोटी लाउन लाग्दैछु यो पिठको कराईमा। हेर्नुस् है, यसरी लाउनु पर्यो। साह्रो पनि छ, तर पहिला यो आमाहरूले पिठको कराईमा लाएर कोदाको रोटी दिनुहुन्थ्यो। एकदम मिठो हुन्थ्यो रे। त्यही भएर चाहिँ मलाई पहिलेको याद आएर कोदाको रोटी लगाउँदैछु। अरूमा हाल्यो भने टाँसिन्छ, यो पिठको कराईमा लगायो भने त सर्लक्क फर्किँदो रहेछ रे। त्यही भएर हाम्रो गरी पाएकै यहाँ राख्छु। कोदाको रोटीसँग खाना चाहिँ धनियाँ, सानो टमाटर अघि तातो पानीमा भिजाएर राखेको, अनि सानो खुर्सानी, लसुन, नुन यो राखिसकेँ। अब म यो पिस्छु र त्यही रोटीसँग खाने भनेर। ल साथी, अब पिसिसकेँ। धनियाँको चटनी पनि राम्रो भयो। अब खाने बेला भयो, रेडी भयो। मिठो रहेछ, दामी रहेछ। ओहो साथी हो, तपाईँहरू पनि खानु है यसै गरी लाएर, एकदम मिठो हुँदछ। मिठो छ है, धनियाँ हो हेर्नु चट्नी। ओहो एकदम मिठो नि फेरि